नमस्कार दर्शकवृन्द, स्वागत छ सेन्ट्रल डुवर्स न्युजमा। आज 12 जनवरी स्वामी विवेकानन्दजीको जन्म जयन्तीको दिन अलिपुरद्वार जिल्लाका सेन्ट्रल डुवर्स कमान राङ्गामाटी डिभिजनमा तृणमूल काङ्ग्रेसका पार्टी अफिस अघि वेस्ट चोपडा अञ्चल तृणमूल काङ्ग्रेसका युवा प्रेसिडेन्टका अगुवाईमा चोपडा जिपीका उपप्रधान, वेस्ट चोपडा अञ्चलका प्रेसिडेन्ट, डिस्ट्रिक्ट भाइस प्रेसिडेन्ट साथै तृणमूल काङ्ग्रेसका युवा कार्यकर्ताको उपस्थितिमा स्वामी विवेकानन्दजीको तस्बिरमा खदा अर्पण गरी जम्मै टिएमसीका युवा कार्यकर्ताद्वारा फूल चढाई स्वामी विवेकानन्दजीको जन्म जयन्ती साथै राष्ट्रिय युवा दिवस पालन गरियो। यस दिन तृणमूल काङ्ग्रेसका युवा कार्यकर्ताद्वारा सेन्ट्रल डुवर्स राङ्गामाटी डिभिजनका राङ्गामाटी शिवालय प्राइमरी स्कुल छेउछाउ सफाई अभियान चलाइयो। वेस्ट चोपडा अञ्चल तृणमूल काङ्ग्रेसका युवा प्रेसिडेन्ट करण थापाले दिएको जानकारी यस प्रकार छ। नमस्कार सम्पूर्ण भ्युवर्सलाई, साथै हाम्रो सेन्ट्रल डुवर्स पोर्टल नवीन लामाज्यू दाजुलाई पनि धेरै धेरै धन्यवाद। र विशेष आज हामीले हाम्रो युवाहरूको आइकन स्वामी विवेकानन्दज्यूको आज जन्म दिवस हामीले एकदम भव्य र सभ्य रूपले हामीले पालन गऱ्यौँ र सम्पूर्ण वेस्ट चोपडा अञ्चलको युवा जमातहरूलाई लिएर यानि कि टिएमवाइसी सबैलाई लिएर हामीले भव्य र सभ्य रूपमा हामीले पालन गऱ्यौँ। र विशेष आज हामीले वेस्ट चोपडा अञ्चल राङ्गामाटीमा हाम्रो तृणमूल काङ्ग्रेसको पार्टी अफिस छ र त्यसमा हामीले आजको दिन स्वामी विवेकानन्द यानि कि हाम्रो युथहरूको सम्पूर्ण भारत देशको आइकन मानिन्छ उहाँलाई अहिले पनि, र उहाँको जन्म जयन्तीलाई पालन गर्दै हाम्रो सम्पूर्ण वेस्ट चोपडा अञ्चल मदर कमिटीका हामीले प्रेसिडेन्टज्यू श्रीमान मेघराज थापालाई पनि निम्तो दिएको थियो र साथै हाम्रो भाइस प्रेसिडेन्ट हुनुहुन्छ रामकुमार अङ्कलज्यू, उहाँलाई पनि हामीले निमन्त्रणा दिएको थियो। प्यारेन्ट्स बडीको टोटली हामीले जति पनि टोली छ है, एसएचजीको कन्भिनर प्रहलाद विश्वकर्माज्यू दाजुलाई पनि हामीले निम्तो दिएको थियौँ र सम्पूर्ण हाम्रो वेस्ट चोपडा अञ्चलको जति पनि टिएमवाइसी कार्यकर्ता हुनुहुन्थ्यो उहाँहरू पनि सम्पूर्ण आजको यस कार्यक्रममा जन्म जयन्तीमा उपस्थित रहेको थियो। र आउँदो दिनमा हामी कुनै पनि सेन्ट्रल डुवर्सको कुनै पनि कार्य छ भने हामी युथ अगाडि आएको हुन्छ भन्दै हामी यो मिडिया मार्फत हामी सम्पूर्णलाई आश्वासन पनि दिन्छ। हामी हरेक कार्यमा हामी युथहरू अघि आउनुपर्छ भन्ने पनि अनिवार्य छ, किनभने यहाँको स्थितिहरू धेरै नाजुक छ। हामी जस्तो शिक्षित वर्गहरू अगाडि आएर हरेक कार्यक्रममा हामीले सहभागिता जनाएको हुनुपर्छ भन्दै र आजको कार्यक्रममा विशेष रूपमा हाम्रो अञ्चल प्रेसिडेन्टज्यू साथै भाइस प्रेसिडेन्ट, भाइस सेक्रेटरी अनि हाम्रो डिस्ट्रिक्टको भाइस प्रेसिडेन्ट आलोक राईज्यू पनि उपस्थित रहेको थियौँ र हाम्रो अहिले यहाँ जेनरल सेक्रेटरी हुनुहुन्छ कैलाश राई दाजु र साथै हाम्रो जेनरल सेक्रेटरी हेमराज थापाज्यू र सम्पूर्ण टिएमवाइसी टोली। र त्यसको पश्चात हामीले फेरि हाम्रै स्थान राङ्गामाटी डिभिजनमा प्राइमरी स्कुल शिवलाय प्राइमरी स्कुल र त्यहाँ पनि हाम्रो एउटा अभियान थियो, स्वच्छ अभियान थियो। त्यसलाई हामीले आएर हामी जति पनि हाम्रो वेस्ट चोपडा अञ्चलको युवाहरू थियो टिएमवाइसीले हामीले आएर आजको दिनमा यहाँ पनि हामीले सरसफाइ गर्ने कार्यक्रम गऱ्यौँ र सम्पूर्ण वेस्ट चोपडा अञ्चलको टिएमवाइसी युथहरूलाई म एज ए प्रेसिडेन्टको तर्फबाट धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु।